हालेर जेललाई भित्र 10 दान बैतरनी गर्ने भन्छ। 10 दान बैतरनी जेल भित्र गर्न भन्छ। भ्रष्टहरू आज एकजना व्यक्तिका पछाडि जसरी लागिरहेका छौ नि, त्यो व्यक्ति निर्भीक छ, निडर छ। त्यो व्यक्तिको मुटुमा रगत होइन, तेजाब छ। त्यो तेजाबले तिमीलाई जलाउँछ, तिमीलाई जलाउँछ। 84मा थेक्न सक्दैनौ भ्रष्टहरू। भ्रष्ट भन्ने बित्तिकै टक्कै बुझ्छन्, हामीलाई गाली गरे भन्छन्। हो, तिमीलाई गाली गरेको हो। पुरा गुच्छ निडरले सदनबाटै बोलेको छ, सदनबाटै भनेको छ। आज चितवनबाट बोल्दैछु। तिम्रा सत्ता 84मा खोसिन्छ भनेर जुन किसिमका षड्यन्त्रहरू, ती षड्यन्त्रका तानाबाना मार्फत प्रतिशोध साँचेका छौ। 84मा देशैभरिका नागरिकले तिमीले बुनेको यो प्रतिशोधलाई खारेजी गरिदिनेछन्। हालेर जेललाई भित्र 10 दान बैतरनी गर्ने भन्छ। 10 दान बैतरनी जेल भित्र गर्न भन्छ। भ्रष्टहरू आज एकजना व्यक्तिका पछाडि जसरी लागिरहेका छौ नि, त्यो व्यक्ति निर्भीक छ, निडर छ। त्यो व्यक्तिको मुटुमा रगत होइन, तेजाब छ। त्यो तेजाबले तिमीलाई जलाउँछ, तिमीलाई जलाउँछ। चितवन हो। चितवनले 79मा जुन दियो बालेको छ, त्यो दियो मसाल बनिसकेको छ, डडेलो लागिसकेको छ। 84मा त्यो डडेलोमा तिमी खाक बन्दैछौ भ्रष्टहरू। करिब 1 लाख मत त्यो चितवनको बिउ मत, 11.5 लाख त्यो पवित्र मत, त्यो पवित्र बिउ मत आज देशैभरि जागृत युवाहरूको साथ, वृद्ध बाबामाको आशीर्वाद। 84मा थेक्न सक्दैनौ भ्रष्टहरू। भ्रष्ट भन्ने बित्तिकै टक्कै बुझ्छन्, हामीलाई गाली गरे भन्छन्। हो, तिमीलाई गाली गरेको हो। पुरा गुच्छ निडरले सदनबाटै बोलेको छ, सदनबाटै भनेको छ। आज चितवनबाट बोल्दैछु। जुन किसिमको नयाँ दल, त्यो नयाँ दल यो विधि, यही संविधान, यही विधान मानेर, यही तन्त्रमा आफूलाई स्थापित गर्दै थियो। चुनौतीका रूपमा तिम्रा सत्ता 84मा खोसिन्छ भनेर जुन किसिमका षड्यन्त्रहरू, ती षड्यन्त्रका तानाबाना मार्फत प्रतिशोध साँचेका छौ। 84मा देशैभरिका नागरिकले तिमीले बुनेको यो प्रतिशोधलाई खारेजी गरिदिनेछन्। एकका रहोस्। चितवन हो। चितवनबाट सुरु भएको अभियान हो। यो अभियान रोकिँदैन। यो अभियान रोकिने छैन। एकजनालाई छेकेर छेकिने छैन। सदनबाटै भनेको छु, यो अभियान रोकिँदैन। यो अभियान यो बीचका 35 वर्ष अकुत कमाएर सम्पत्तिका उन्मादमा मातेका भ्रष्टहरूको अकुत सम्पत्तिको त्यो राष्ट्रिय ढुकुटीमा ल्याएपछि मात्रै रोकिनेछ। त्यो देश बनाए पछाडि रोकिनेछ। यो देशलाई विकासको चरणमा पुर्याउनेछ। यो देशमा युवाका लागि रोजगारी सिर्जना गर्नेछ। यो देश सार्वभौम सम्पन्न देश बनेर विश्व सामु समान हैसियत बनाए पछाडि अनि विचार गर्नुहोला। यो 35 वर्ष जसरी चल्यो त्यसरी चलाउन खोज्ने यथास्थितिवादीहरूले जुन चरित्र, जुन शैली, जुन संस्कार नयाँ दलमाथि देखाइरहेका छन्, हामीले यो जागरण यात्रा मार्फत गाउँ गाउँमा हाम्रा नीतिहरू, हाम्रा विचारहरू हामीले अगाडि तय गरेका कार्यक्रमहरू पुर्याउनेछौँ। यो जागरण अभियान मार्फत हामीमाथि गरिएको षड्यन्त्र गाउँ गाउँ पुर्याउनेछौँ। बिचमा भनियो विचार छैन, विचार छैन, विचार पनि के हो भन्यो। जलेश्वर बैठकको प्रस्तावना यिनीहरूले पढे क्यारे अलि ढिलो गरी हाम्रो राष्ट्रिय भेला मार्फत हामीले तय गरेका नीति विचारहरू अलि बेसरी पढे क्यारे। याद गर्नुहोला, राष्ट्रिय भेला पछाडिका समयहरू यिनीहरूको घेराबन्दी त्यस पश्चात भएको छ। त्यही राष्ट्रिय भेला मार्फत हामीले यिनीहरूका
वर्षौंदेखि लाइन बसेका, खै के भनौं, भन्न त घाँटीसम्म यहाँ थियो, अलि मिल्दैन। त्यो प्रदेश सभा हकिकता लगेर भर्ती गरेका छन् नि, राष्ट्रिय बेला मार्फत प्रदेश सभा खारेज भनिदिएका छौं। विचारको सन्दर्भमा हामीले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीका लागि हामीले नीतिहरू राष्ट्रिय बेला मार्फत सार्वजनिक गरेका छौं। हामीले स्थानीय तह, गैर दलीय अनि स्थानीय तहको संख्या स्वाट्टै घटाउने भनेका छौं। हामीले राष्ट्रिय बेला मार्फत एकता रहोस्, चितवनबाट सुरु भएको अभियान हो। यो अभियान रोकिँदैन, यो अभियान रोकिने छैन, एकजनालाई छेकेर छेकिने छैन। सदनबाटै भनेको छु, यो अभियान रोकिँदैन। यो अभियान यो बीचका 35 वर्ष अकुत कमाएर सम्पत्तिका उन्मादमा मातेका भ्रष्टहरूको अकुत सम्पत्तिको त्यो राष्ट्रिय ढुकुटीमा ल्याएपछि मात्रै रोकिनेछ। यो देश बनाए पछाडि रोकिनेछ। यो देशलाई विकासको चरणमा पुर्याउनेछ। यो देशमा युवाका लागि रोजगारी सिर्जना गर्नेछ। यो देश सार्वभौम सम्पन्न देश बनेर विश्व सामु समान हैसियत बनाए पछाडि अनि विचार गरौँला। यो 35 वर्ष जसरी चल्यो त्यसरी चलाउन खोज्ने यथास्थितिवादीहरूले जुन चरित्र, जुन शैली, जुन संस्कार नयाँ दालमाथि देखाइरहेका छन्, हामीले यो जागरण यात्रा मार्फत गाउँ गाउँमा हाम्रा नीतिहरू, हाम्रा विचारहरू, हामीले अगाडि तय गरेका कार्यक्रमहरू पुर्याउनेछौँ। यो जागरण अभियान मार्फत हामीमाथि गरिएको षड्यन्त्र गाउँ गाउँ पुर्याउनेछौँ। बीचमा भनियो विचार छैन, विचार पनि के हो भन्यो। जलेश्वर बैठकको प्रस्तावना यिनीहरूले पढे क्यारे अलि ढिलो गरी हाम्रो राष्ट्रिय भेला मार्फत हामीले तय गरेका नीति विचारहरू अलि बेसरी पढे क्यारे। याद गर्नु होला, राष्ट्रिय भेला पछाडिका समयहरू यिनीहरूको घेराबन्दी त्यस पश्चात भएको छ। त्यही राष्ट्रिय भेला मार्फत हामीले यिनीहरूका वर्षौंदेखि लाइन बसेका, खै के भनौं, भन्न त घाँटीसम्म यहाँ थियो, अलि मिल्दैन। त्यो प्रदेश सभा हकिकता लगेर भर्ती गरेका छन् नि, राष्ट्रिय बेला मार्फत प्रदेश सभा खारेज भनिदिएका छौं। विचारको सन्दर्भमा हामीले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीका लागि हामीले नीतिहरू राष्ट्रिय बेला मार्फत सार्वजनिक गरेका छौं। हामीले स्थानीय तह, गैर दलीय अनि स्थानीय तहको संख्या स्वाट्टै घटाउने भनेका छौं। हामीले राष्ट्रिय बेला मार्फत यो ध्यान दिएर सुन्नु होला।